हेलो साथीहरू, अहिले चाहिँ मैले फेसबुकमा देखिरहेको छु कि धेरैजना दिदीबहिनीहरू लागि पर्नु भएको छ। म पनि केही गर्छु, मोनिटाइज गरेर केही गर्छु भनेर लागि पर्नु भएको छ। त्यसको पछि म पनि दौडिरहेको छु कि हामी सबैजना दौडिरहेका छौँ। तर भएको के छ भने कोही कोहीले चाहिँ फलोवर्स बढाउनको लागि हो अथवा के गर्नको लागि हो रङ इन्फर्मेसनहरू दिइरहनु भएको हुन्छ कि यो सेटिङमा गएर यसो गर्नुहोस् उसो गर्नुहोस्। त्यो हामी जस्तो सानो युजर्सहरू त त्यसकै पछाडि दौडिन्छ नि त। प्लिज यो चाहिँ बन्द गरिदिनुहोस् है। यो रङ इन्फर्मेसन नदिनुहोस्। पहिला आफूले गरेर हेर्नुहोस् अनि हुन्छ कि हुँदैन। यदि भयो भने आएर हामीसँग सेयर गरिदिनुहोस्, होइन भने नगरिदिनुहोस् प्लिज। सबलाई मैले रिक्वेस्ट गर्न खोजेको यो मैले के त्यो भन्न खोजेको त होइन। मैले पनि अब एक दुईवटा हेर्छु, हेरेर गर्न खोज्यो मिल्दैन कि। त्यही भएर आफूले जानेको कुरा यो आफूले पहिला गरेर हेर्नुहोस् अनि गरिसकेपछि मात्र हामीसँग सेयर गरिदिनुहोस् कि नभए सेयर नगरिदिनुहोस्। मैले पनि कतिपय कुराहरू गरेको छु। अब म त 1 महिना जति त्यो हेर्छु हुन्छ कि हुँदैन। अनि त्यसपछि लिटरल्ली म पनि आउँछु हजुरहरूसँग सेयर गर्नलाई के हुँदो रहेछ कस्तो हुँदो रहेछ। अनि त्यसपछि गरौँला है त। हस्, थ्याङ्क यू। सबैजना मिलेर फलो गर्नु होला र एक अर्कालाई सपोर्ट गर्नु होला। सानो युजरले सानो युजरलाई नै सपोर्ट गर्नु होला। ठुलो युजरको पछाडि नलाग्नुहोस्। उहाँहरूले आफ्नो फलोवर्स बढाउन मात्र, भ्युज बढाउन मात्र भन्ने हो। मैले त्यो पर्सनल एक्सपिरियन्स गरिसकेँ। तपाईँलाई फलो ब्याक पनि आउँदैन। त्यही भएर सानो युजरलाई फलो गर्नुहोस्, सानो युजरलाई सपोर्ट गर्नुहोस्। उहाँले तपाईँलाई नै सपोर्ट गर्नुहुन्छ र उहाँले पनि सपोर्ट पाउनुहुन्छ है त। हस्, थ्याङ्क यू।